आउनु भएको हजुर बा तल आउनु मिल्छ बाबु हजुर एकछिन पछि है हस् हस् बाबु हजुर नमस्ते नमस्ते सन्चै हुनुहुन्छ सन्चै कसलाई खोज्नु भएको यो मैले हजुरलाई नै बोलाएको मलाई नि खोज्नु भएको हजुर 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 आउनुहोस् बस्नुहोस् ए हस् 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 मैले पनि 80 वर्ष पुगिसक्यो बाल अनि सन्चै हुनुहुन्छ बाबु के भनेको कान सुन्दैन ए मैले भनेको हजुर सन्चै हुनुहुन्छ भनेको आरामै छ ल धन्यवाद अनि यो अहिले विश्वभरि सबैले यो क्रिसमस मनाइराख्नु भएको छ होइन तपाईँले सुन्नुभयो कि छैन अनि यो क्रिसमस चाहिँ अहिले नजिकै आइरहेको भएर तपाईँले चाहिँ कसरी मनाउने सोच्नु भएको छ अनि क्रिसमसको तयारी के कस्तो हुँदैछ हजुरको क्रिसमस भनेको हजुर हजुर पहिला चाहिँ सुनेको थियो हजुर अब म चाहिँ मान्दिनँ अब म बुढो पनि भएँ हजुर मेरो घरमा कोही पनि छैन छोरा बुहारीहरू सबै अस्ट्रेलियामा बस्छ म बुढो मान्छे अब के चाड के क्रिसमस भन्ने नि थाहा छैन ए भनेपछि तपाईँको छोराबारीहरू सबैजना अनि अस्ट्रेलियामा हुनुहुन्छ घरमा तपाईँ एक्लै हुनुहुन्छ अनि तपाईँलाई चाहिँ क्रिसमसको बारेमा राम्रोसँग थाहा पनि छैन अनि तपाईँ चाहिँ क्रिसमस भनेको के हो कसरी मनाउने भनेर तपाईँलाई थाहा छैन बाबु थाहा छैन अहिलेसम्म क्रिसमस मनाउनु भएको छैन अहिलेसम्म सुनेको चाहिँ थियो हजुर अहिलेसम्म चाहिँ मैले यो मनाएको छैन मनाउनु भएको अब बुढो 80 वर्ष भइसक्यो बाबु 80 वर्षमा अब के मानेर बस्नु धन्यवाद अनि जस अब तपाईँले यो जुन टिभी हेरेर बसिराख्नु होला अनि भरे 8 बजे यो चाहिँ प्रसारण हुन्छ अनि त्यतिखेर चाहिँ तपाईँले थाहा गर्नुहुनेछ क्रिसमस भनेको के रहेछ क्रिसमस कसरी मनाउनु पर्ने रहेछ अनि त्यो कुराहरू चाहिँ हजुरले थाहा पाउनुहुनेछ हामीसँग अनि भरे बेलुकी 8 बजे चाहिँ तपाईँले टिभी खोलेर हेर्नु होला है त मेरो फोटो पनि टिभीमा आउँछ बाबु एकदमै एकदमै आउँछ बाबु चिया खाएर जानु न होइन धन्यवाद हस् धन्यवाद तपाईँहरूलाई अहिलेसम्म तपाईँहरूले कतिजना जोइन भएर